गाई चाबी यहीँ रहेछ धन्न आज भगवान्को कृपाले बाँचियो गाइस होइन हामी अब ट्याक्क लाएर भजन गाउनु जाँदै क्यामेरार भजनसम्म यहाँ हुनुहुन्छ हाम्रो भाइ यहाँबाट अब 15 मिनटमा यहाँबाट भजन काठमाडौँ यहाँबाट भजन काठमाडौँ क्यारे नयाँ बिर्से के मन्दिरको नाम क्या अरे लक्ष्मीनारायण हामी अब 15 मिनटमा यहाँबाट भजन आमको नयाँ बिर्सिन्छ त भन्दा के भएको एकैछिन हामी पुगिन्छ होइन त हामी हिमाडोलबाट निस्केर जाँदैछौँ टक्क लाएर हाम्रो राइडर सरले राइड गरिराख्नु भएको छ टक्क लाएर यो खोलाको बाटो हामी सिधै ठ्याक्कै सिनामङ्गलको भजन गाउने ठाउँ त्यही मन्दिरनिर पुगिन्छ बागमती कोरिडोर हुँदै गइरहेछौँ हामी होइन त पुग्नै लाग्यो हामी होइन अब 3-4 मिनटमा पुगिन्छ भत्केको पुल तर भत्के छैन होइन छ नाम चाहिँ खै कसरी भत्केको पुल यही हो हाम्रो जक्सन चाहिँ कता कहाँ तल लान खोजेको फाइनली हामी आइपुगेको छौँ गाई चाहिँ हो मन्दिर यहाँनिर छ होइन राइडर सर यहाँ हुनुहुन्छ भजन सुरु भइसकेको छ गाई अगाडि हाम्रो सधैँ चाहिँ आज पनि हाम्रो भजन सुरुवात हुन गइरहेको छ कोइले गाउँछन् हरि भजन ए मनै छुने राम्रो कोइले गाउँछन् हरि भजन ए मनै छुने राम्रो बचाउनु छ तपाईँ हामीले ए हिन्दू संस्कार हाम्रो एक दिन हाम्रो हरिलाई ए शनिबार भरिलाई एक दिन हाम्रो हरिलाई शनिबार भरिलाई एक दिन हाम्रो हरिलाई शनिबार भरिलाई एक दिन हाम्रो हरिलाई
हरिलाई स्वर्ग जाने बाटो नडुङ्गा छ नमाटो स्वर्ग जाने बाटो गाइस चाबी यहीँ रहेछ। धन्न आज भगवान्को कृपाले बाँचियो। भजन गाउन आएको चाबी यहीँ थियो बाइकमा। फाइनली भजन गाएर निस्क्यौँ हामी होइन। हाम्रो सरले बजाउनु भयो एकछिन टक्क लाएर। बाइक निकाल्नुहोस्। देखिए हमारा कॉरिडोर का रास्ता एकदम बवाल हो चुका है। बालेन दाई का प्रगति देखिए इधर। नेपाली बोल